नेपाली जनताहरू सुनौँ है। अब मेरो होइन, म चाहिँ मेरो कोही छैन अब होइन, साथमा मेरो नेपालमा म मात्रै हो होइन। अनि अब चाहिँ मेरो शिवाय भगवान् होइन, पशुपतिनाथ होइन चाहिँ महापशुपतिनाथ परमेश्वर चाहिँ महापशुपति पशुपति होइन, स्वामिनी चाहिँ होइन, स्वामी र स्वामिनी परमेश्वर परमेश्वरी महारुद्र महादुर्गा हो। उहाँहरू हुनुहुन्छ मेरो माता पिता, अलमाइटी नेचुरली गड गडेसेस फादर मदर होइन। अनि अब यो चाहिँ अब चुनावमा हो, अब चुनाव आउनु अझै थुप्रो छ हो। अब चाहिँ प्रधानमन्त्रीको पद र होइन, अब यो चुनाव आउनुभन्दा अगाडि होइन, यो प्रधानमन्त्रीको र राष्ट्रपतिको पद चाहिँ मैले राजा भएर होइन, सबै चाहिँ केसहरू लिएर आउँ होइन। म भएकोमा यहाँ मैले राजा भएर अब यो चुनाव हुनुभन्दा अगाडि शासन गर्नु पाउनु पर्यो होइन। यो चाहिँ अब अहिलेको चुनावको होइन, चुनावको चाहिँ त्यो यो उसमा हो, राजा भएर चाहिँ मैले देशको यो सबै केस सुल्टाउन पाउनु पर्यो। यो केपी ओली अनि त्यो जेएनजेमा प्रोटेस्टमा मरेका सबै शहीदहरूलाई परमेश्वरले होइन शान्तिमा स्वर्गमा बास दिनुभएको होस्। र ती चाहिँ जेएनजेमा चाहिँ प्रोटेस्ट गर्ने ती होइन सिंहदरबार जलाउने तिनीहरूलाई दण्ड दिन पाउनु पर्यो। बालेन को हो होइन चाहिँ अब केपी ओली होइन, त्यो आदेश दिने सिडिओ हो, तिनीहरू सबैलाई चाहिँ अनि सबै भ्रष्टाचारी नेताहरूलाई यो चुनाव अगाडि जेलमा हाल्न पाउनु पर्यो हो। चाहिँ यहाँ राजाको पद चाहिँ मलाई यहाँ चाहिँ दिउँ हो। अनि यो उसमा कति के हो होइन, म विद्यार्थी हो चाहिँ देशको राजा चाहिँ मलाई बनाउनु पर्यो। म सबै को सिल गर्ने हो, भ्रष्टाचार पाप अधर्म हो, विसङ्गति होइन, कुमार्ग हो, सबैको सिल गर्ने अनि भ्रष्टाचारको अन्त्य गरेर नयाँ नेपाल चाहिँ विश्वकै होइन क्यापिटल सिटी हो, पृथ्वीकै क्यापिटल सिटी सो नेपाललाई ग्रेटर नेपाल मात्रै होइन, म ग्रेटेस्ट नेपाल बनाउने होइन। अलमाइटी स्वरूप, अलमाइटी परमेश्वर स्वरूप, महापरमेश्वर स्वरूप, पशुपतिनाथ स्वरूप होइन। सो म भक्तमान बालक भक्त वत्सल भगवान वाचको हो। अनि सो हुनु पर्यो यहाँनिर हो। अब चाहिँ यहाँनिर पुलिस आर्मी सशस्त्र हो चाहिँ यहाँ म भएकोमा आउनु पर्यो। अब चाहिँ मलाई त्यो त्यहाँसम्म त्यो पद अधिकारी चाहिँ बनाउनु पर्यो। जेएनजे युवाहरू सबै, जेएनजे युवाहरूले सबैले चाहिँ न्याय पाउनुपर्छ। फेरि भ्रष्टाचारमा फेरि त्यसरी प्रोटेस्ट नभएको होस् र निर्दोष युवाहरू नेपाली जनहरू चाहिँ सुरक्षित हुनुभएको होस् र धर्म सत्कर्म र भक्ति आस्था र विश्वासको चाहिँ पवित्रताको सन्देश विश्वमा फैलिएको होस् नेपालबाट। सो होइन चाहिँ आउनु पर्यो यहाँनिर। अब म जबलेस भइरहेछु, मेरो रोजगार छैन, अहिले रोजगारविहीन भएको छु, पैसा पनि छैन मसँग होइन। अनि अहिले बस्ने ठाउँ पनि छैन हो। म काठमाडौँमा एक्लै भौतारिरहेको छु। सो भोलि बिहान जताबाट भए पनि युवाहरू चाहिँ जेएनजे युवाहरू होइन, सो लिबरेटर एनोनिमस इस्टाब्लिस गर्न पाउनु पर्यो। मुक्तिदाता गुपनाम भन्ने संस्था
सो होइन यहाँनिर आउनु पर्यो होइन सबैले अब होइन जागृत हुनु पर्यो अब सबै होइन जागरण हुनु पर्यो अब पवित्रतामा सत्यता धर्मको सत्मार्गमा होइन अब चाहिँ त्यो पवित्रताको होइन सञ्चालन विश्वमा भ्रष्ट भएको संसारमा त्यो अन्धकारलाई अन्त्य गर्दै चाहिँ त्यो उज्यालोको ज्योति फैलाउँदै प्रकाश फैलाउँदै होइन किरण फैलाउँदै सबै युवाहरू आउनु पर्यो अब सबै अब होइन पद अधिकारीहरू आउनु पर्यो अनि अहिले यो चुनाव हुनुभन्दा अगाडि सुमन मेरो सबै केसहरू लिएर आउनु पर्यो र सबैको चाहिँ अब हल निस्किनु पर्यो सबै जति पनि हल छ होइन अब नेपालमा विकास हुनु नसकेकोदेखि लिएर भ्रष्टाचारदेखि लिएर होइन अब सबै क्राइमहरूको सबै त्यो केसहरू चाहिँ होइन देशको मुद्दा मामलाहरू सबै लिएर आउनु पर्यो म भएकोमा चाहिँ अब न्याय पाउनु पर्यो नेपाली जनताहरूले ठगिनु भएन म जसरी लुटिनु भएन म जसरी चाहिँ अब होइन म पढाइमा पनि ठगिएको छु होइन अब अनि सानैदेखि होइन अब त्यो वातावरणमा हुर्केर मैले सबै कुरा भोगिसकेको छु रत्नकार डाकु पनि होइन चाहिँ होइन चाहिँ पछि गएर वाल्मिकी हुनुभयो त्यस्तै म पनि कुलतमा फसेर चाहिँ अहिले सुध्रेर रिकभरीमा आएर चाहिँ नसारहित भएर यो लिबरेटर एनोनिमस भन्ने संस्था चाहिँ म यहाँ सुरु गर्नु खोजेको त्यो राजा बनाउनु पर्यो अब सबैजना जनताहरू उठिआउनु पर्यो एकजुट भएर सबै एक भयो भने एउटा सिङ्गो चाहिँ होइन ब्रह्माण्डलाई पनि हामी चाहिँ एउटा पहाड शिखरलाई पनि हामी होइन चाहिँ चन्द्रमा पुरी चन्द्रमा छुनु छ होइन सबैजना एकजुट भयो भने पहाड पनि उचाल्नु सकिन्छ हिमाल पनि उठाउनु सकिन्छ हो ब्रह्माण्डलाई पनि सबैले हाम्रो एलाइनमेन्टमा ल्याउनु सकिन्छ र सत्ययुग स्वर्ग प्रकट गर्नु सकिन्छ धरतीमा सो परमेश्वर र परमेश्वरी महापरमेश्वर र महापरमेश्वरी पशुपतिनाथ र पशुपति चाहिँ पशु चाहिँ को दाता मालिक नि होइन अब पशुपतिनाथ होइन जो धारण गर्ने माँ दुर्गा हुनुहुन्छ होइन चाहिँ महारुद्र परमेश्वर हुनुहुन्छ महारुद्र माँ दुर्गा हो तागेर नुम भुमङ हो सुम्नियाङ पारुवाङ अल्लाह अल्लारी अलमाइटी नेचुरली गड गडेसेस जो आदिमा हुनुहुन्थ्यो अन्त्यमा हुनुहुनेछ र अनन्त भई जो जिउनु हुनेछ अनि राज्य गर्नुहुनेछ समस्त सृष्टिमा अनि उहाँहरू सबै सृष्टिको चराचर जीवहरूको सबै अनन्त जीवनको मालिक दाता हुनुहुन्छ उहाँको नाममा आमेन अ हुमेन अ माइन ओम नमो भव हल्लेलुया।